जेमेसी सबैलाई आजको सुन्दर दिन प्रभुले हाम्रो मानिस जातिको लागि दिनुभएको लागि धन्यवाद दिन्छौँ। अनि विशेष गरेर आज संसारमा अनि गर्मीहरू बढिरहेको छ। विभिन्न रूढिमार्गीहरूले मानिसहरू अस्तव्यस्त छन्, हस्पिटलको बेडहरूमा लडिरहेका छन्। अनि यस समय हामी प्रार्थना गर्नेछौँ अनि हाम्रो जातिहरूलाई चाहिँ अनि साँच्चै सुरक्षा हुन सकोस् अनि हाम्रो जातिहरूमाथि प्रभुले अनि सुरक्षा गरिरहनु भएको छ र अझै पनि प्रार्थना गर्नेछौँ हाम्रा जातिहरूमाथि चाहिँ एउटा असल स्वास्थ्य हुन सकोस् अनि प्रार्थना गर्छौँ। जब हाम्रो स्वास्थ्य बिग्रियो भने अनि हामीले कमाएको धन सम्पत्तिहरूले पनि हामीलाई केही पनि हुनेवाला छैन। साँच्चै नै प्रभुले हरेक जातिहरूको लागि एउटा असल योजना दिनुभएको छ अनि त्यो योजना चाहिँ अनि प्रभुसँग सही मार्ग निर्देशन प्रभुको बाटोमा हिँड्नेहरूलाई अनि कहिले पनि अनि उहाँले त्यो बाटोहरूमा हिँड्दै गर्दाखेरि त्यो बाटोहरूमा चाहिँ सही मार्गमा पुर्याउनेछ। हामी हरेक मान्छेहरू कतिचोटि हामी लड्छौँ, कतिचोटि ढल्छौँ अनि त्यो थाहा हुँदैन। अनि तर प्रभुलाई थाहा छ कुन ठाउँमा कसरी लडेका छ मेरा छोराहरू, मेरा जातिहरू भन्ने कुरा चाहिँ अनि सबैलाई थाहा नभए तापनि प्रभुलाई चाहिँ थाहा हुन्छ। हामीले गरेको कामहरूमा अनि हामीले हिँड्दै गरेको पाइलाहरूमा, हामीले बोल्दै गरेको शब्दहरूमा प्रभुलाई थाहा छ। अनि त्यो हाम्रो योजना होइन, तर प्रभुले हाम्रो बोल्ने हरेक ठाउँहरूमा नि प्रभुले हामीलाई आशिषमय बनाउनु नै छ। जस्तै मानिसहरू कतिचोटि हामी निराश हुन्छौँ, स्वाभाविकले हामी मानिस जाति संसारमा छौँ, हामी स्वभावले हामी निराश हुन्छौँ, उदास हुन्छौँ, कमजोर हुन्छौँ, हताश हुन्छौँ। तर त्यो हताश हुँदै गर्दा नि हामीलाई प्रभुले एउटा शिक्षा दिनुहुन्छ, जो शिक्षा अनि हामीलाई साँच्चै नै स्थिर गराउनको लागि अनि उन्नति गराउनको लागि हामीलाई दिनुभएको छ। विशेष हामी कतिचोटि हाम्रो मानस हृदयमा नै खराब कुराहरू रच्छौँ अनि त्यो हृदयमा खराब कुरा रचेको कारणले हामी ओठहरूले हाम्रो हृदयबाट निस्केको शब्दहरूले मानिसलाई बिजाउँछौँ, मानिसहरूलाई रुवाउँछौँ, मानिसहरूलाई हताश बनाउँदछौँ। तर प्रभुको योजना, प्रभुको इच्छा त्यो होइन, तर हाम्रो हृदयभित्र नराम्रो कुराहरू पसेको कारणले चाहिँ हामी साँच्चै नै त्यो कुराहरू बोल्छौँ, बोली पठाउँछौँ। अनि त्यसको लागि हामी जब हामी साँझ नपरुन्जेलसम्म हामीले गरेका भुल गल्तीहरू चाहिँ हामी क्षमा माग्छौँ भने चाहिँ प्रभुले हामीलाई क्षमा गर्नुहुन्छ। जब सूर्य उदाउँछ अनि ती सूर्य उदाउँदै गर्दा हामीले बोलेका शब्दहरू कतिचोटि हामी भुल गरी पठाउँछौँ, त्यो शब्दहरूले चाहिँ साथै मानिसको हृदयमा चोट पुग्न पुग्छ। तर हामीले एकअर्कामा हामीले क्षमा दिनुपर्छ। जब हामी क्षमा दियौँ भने हाम्रो जीवनमा प्रभुले अझै आशिष दिनु